पाथिभरा माताले सबैको रक्षा गरून्। हामी चैत्र 19 गते भानुदय नमुना माविबाट पाथिभरा गन्तव्य तय गरी भ्रमणमा चाहिँ हामी निस्केका थियौँ। अहिले हामी उदयपुरको गाईघाट हुँदै सुनसरीको चतरा धाममा निस्केका छौँ। हामीले कौशिकी नदी कोशी नदी पार गरिरहेका छौँ। यो कोशी नदीको पुल हो र यो अत्यन्त रमाइलो छ। निकै सरसर हावा चलेको छ। नेपालको चाहिँ एउटा विशेषता हावा चल्नु, स्वच्छ हावा पाउनु, यो एउटा विशेषता चाहिँ हामीले यहाँ आएर पायौँ। यसै गरी कौशिकी यहाँ कोशी नदी यहाँ हामी सलालाला बगेको देख्न सक्छौँ। वरपर सबै मानिसहरू रमणीय रूपमा छन्। यसै गरी सुरक्षाकर्मीले पनि हेर्नुभएको छ र पहिलो गेट बराह क्षेत्र प्रवेशको यहाँ रहेको छ। यहाँको प्रमुख विशेषता भनेको जगतगुरु बाल सन्त भनेर हामीले चिन्छौँ। उहाँलाई नेपालको पहिलो जगतगुरु भनेर उपाधि दिइएको छ। यो चतरा धाम हामी चाहिँ त्यसको पीठाधीशको रूपमा, मुख्य व्यक्तिको रूपमा हामी लिन सक्छौँ। यहाँ चतराको फेमस पेडा, यसै गरी थुप्रै विशेषताहरू चाहिँ हामीले देखिरहेका छौँ र यहाँ यात्रुहरू, तीर्थालुहरू जो आए पनि आनन्दसँग बस्नका निम्ति बासको व्यवस्था रहेछ। हामी आजको यात्रा सुनसरी जिल्लाको चतरा धामबाट कौशिकी नदीको दर्शन गर्दै सुरु गरिरहेका छौँ। धन्यवाद।